भाइ बहिनीहरूलाई हरेकलाई चाहिँ इन्करेज गर्छु। हामी सबैजना चाहिँ घरिघरि चाहिँ जम्मा हुने गरौँ। हामी चाहिँ यो इस्टरको दिनदेखि चाहिँ हामी चाहिँ अब त्यो पुरानो जीवनमा होइन, अब चाहिँ एउटा चाहिँ नयाँ महिमाको अर्को नयाँ नेक्स्ट लेभलमा हामी जानेछौँ। हामीहरू सबैजना चाहिँ अब त्यो पुरानो कुराहरूलाई हटाएर यो चाहिँ एउटा जर्नी हो। अनि यो जर्नी सकिने बेलामा यति मजा आउँछ, यति आनन्द आउँछ। अनि त्यो हिजो के अरे हाम्रो बहिनीले भन्नुभएको थियो, त्यहाँको त्यो कुराहरू डिस्क्राइबै गर्न मिल्दैन अरे क्या। त्यो हिरा सुन भनेको खास केही पनि होइन कि, यस्तो दामी छ भनेर उहाँले चाहिँ भन्नुभएको थियो। नभए बहिनीसँग फेरि कुरा गरेर सोध्नु कस्तो, उहाँले पनि एक्सप्लेन नै गर्न सक्नु भएको छैन कि। मैले बुझिरहेको थिएँ कि यो बहिनीलाई कस्तो मजा आयो कि त्यो देख्नेमा। तपाईँहरूले कतिजनाले चाहिँ कहिलेकाहीँ चाहिँ त्यो के अरे सपना अथवा दर्शन देख्नु भएको छ येशूको आगमन भएको? हात उठाउनुहोस् त। कतिजनाले देख्नुभएको छ? कस्तो तर्सिन्छ है, रियल हुन्छ नि त्यो फिलिङ। बरु साँच्चैको त्यति डर लाग्दैन होला, त्यो यस्तो डर लाग्छ नि, त्यो हो आत्मिकी कुरा भनेको। अनि बहिनीले जुन देख्नु भएको छ नि, उहाँ त्यो जोय भन्छ। यदि तपाईँलाई त्यो जोय पाउनु मन लाग्छ भने आज तपाईँहरूलाई चाहिँ परमेश्वरले बोलाउँदै हुनुहुन्छ एउटा महिमाबाट अर्को महिमा जानलाई। अब चाहिँ वेकअप गर्ने टाइम हो, वेकअप गर्ने टाइम हो। यतिखेर हामी सबैजना चाहिँ यो बिहान ल समुद्र कसले हेर्नु मन छ यता आउनुहोस् है, यता साइडमा। आफू त जानु पाएन यार, यहाँ आएर नि जानै पाएन कि कस्तो कि आलोक सर यार गाडी रोक्नु भन्नु न, भएन कि लास्टै भयो कि। यो त सबैभन्दा पीडा हो कि वेल्स आएर नि समुद्र नदेखेको, यो नजिक नगएको नि त, त्यसलाई मैले हातले छुन पाए भए कति मजा आउँथ्यो। ल है सबैजना ल है हेर्नु है। ओहो यो हो नि त। ल कति ठुलो होला है हाम्रो देशमा, यस्तो भइदिया भए कहाँबाट कहाँ पुग्थ्यो होला हाम्रो देश पनि। कस्तो दामी है। प्रशंसा होस् प्रभु मेरो
गएर है समुद्रको पानीहरू खेलेर अनि इन्जोय गर्न पाएन। मौसम त्यति साथ थिएन, तर आज जसै घर फर्किँदै गर्दाखेरि चाहिँ राम्रो दृश्यहरू देख्यो। सिधै पनि यो हेरेर चित्त बुझाउने पऱ्यो है। यो सुन्दर दृश्यको लागि क्यामेरामा कैद गर्न मैले कोसिस गरिराखेका छौँ। भ्यू हेर न, भ्यू कति राम्रो यार। वेल्स त नर्थ वेल्स त अनि धेरै आइरहेन नि त अब त। हामीलाई त गाह्रो छ गाडी आउँ नभएपछि। कति दामी छ। पुरै ब्लेसिङहरू पाएका छौँ अनि यसको सबै श्रेय चाहिँ प्रभु तपाईँ हुनुहुन्छ। हामी एउटा माध्यम मात्रै हो। प्रभु यो सबै कुरा चाहिँ प्रभु तपाईँ परमेश्वरले पहिला नै लेखिसक्नु भएको थियो जीवन पुस्तकमा। अनि यो कुरा चाहिँ हामी विश्वास गर्छौँ र